सेउपाखा सबैलाई केलाइको हानिनाखे सोन्जारा जात्री मेला सो किप इन टच के कसो सबै देखाउने छु बाइ बाइ सेउपाखा सेउपाखा गाइस सेउपाखा So hello guys, it's me Namrata Dimal and this is my first vlog, so I don't really know about it कसरी गर्ने है, but I will try my best. र आज चाहिँ हामी म मेरो गाउँमा सबै दिदीहरु भाइहरु हामी सुनचरा मेला जान लागिरहेछौं। त्यो मेला चाहिँ हाम्रो खास हो भनौं, हाम्रो वैशाख 2 गते लेटाङमा राजारानी लागेदेखिको असार 2 गते खतम हुन्छ हाम्रो यो मेला सकिन्छ हैन। असार 2 गते चाहिँ हाम्रो 10 बिगे मेला, त्यो दिनको पनि म भ्लग बनाएर हाल्ने छु। बट दिस इज माई फर्स्ट भ्लग। म सुनझराको मेला जाँदा फर्स्ट भ्लग बनाउँछु भनेर 1 महिनादेखि बसेको। मैले राजारानी जाँदा नि बनाउँछु भनेको थिएँ, बट द्याट पाइनँ मैले हैन। सो अब म बनाउँछु, आई विल ट्राई माई बेस्ट। सो रजानालाई चाहिँ अब धेरै टाइम नि छैन, मैले चोलो चाहिँ लगाइसकेँ अनि मैले यो लाउनुभन्दा अगाडि नै भिडियो बनाएर राख्छु भनेको थिएँ, बट बनाउन सकिनँ मैले। सो चोलो लाएर अहिले म बसिरहेको छु। सो राति मैले कोकोनट ओइल लाएर हेयर हिटलेस कल गरौँ भनेर यतिकै कपाल बाटेर सुतेको, बट के हुन्छ यो नि देखाउँछु म। ओके सो गाइज बाई बाई, म रेडी भइसकेर देखाउँछु मेरो लुक। सो गाइज अब म रेडी भइसकेँ, हेर्नु म रेडी भइसकेँ हैन। अनि अब एकछिनमा गाडी आउँछ, हामी चाहिँ गाडीलाई पर्खिरहेको छौँ। मेरो भाइ यहाँ हेर्नु न, भ्यू कस्तो राम्रो आइरहेछ। यस्तो घाम छ नि, यस्तो घाम छ के भन्नु नि। म पर्खिँदा पर्खिँदा हालत त्यस्तो भइसक्यो। सो हाम्रो ईशा दिदी चाहिँ उता जानुभएको छ सामानहरू लिन, पूजाको के को लागि थाहा भएन हैन। स्टिल वेटिङ। अब गाडीमा पुगेर देखाउँछु सिधै। सो हामी चाहिँ अब बासी चौरी सेवा गर्न आइसक्यौँ सुनझरा। यता अगाडि बाटो छ, हामी अघि चढेको भिडियो चाहिँ गर्न पाइनँ। मेरो फुपू यता हेर्नु, यस्तो छ बाटो, हल्लेको हल्लै छ डनमाइ नै। धेरै बासी चौरी सेकुवा कर्नर जमखाम। आइपुग्यौँ। निकु अनि मेला खै त रेडी भएको, खै रेडी भएको। अचार बनाउनु रेडी भइसक्नु भयो त सबैजना। नमस्ते नमस्ते बोजू, नमस्ते। मेलाको गर्मी आएर हेलो, हामी चाहिँ यता तल्लो घरमा छौँ। अहिले एकछिनतिर मेलातिर जाने। उता पर गएर पनि म देखाइदिन्छु ल एकछिनमा। अहिले हाम्रो बोजूहरू होइन, अहिले हाम्रो बोजूहरू अचारहरू बनाउनुहुँदैछ एकछिनमा मेला खाने अनि मेला जाने। हामी चाहिँ अब ब्याम्बो पार्क जान लागेको। ब्याम्बो पार्क म लड्छु होला है, हिल्लाएको छु। सो हिल्लाएको छु होइन, घाम पनि चर्को लागिरहेछ। यस्तो मजा पोखरी छ, पोखरी। यहाँ कस्तो शीतल हुने होला। कुकुरजी हामीलाई पर्खिराख्नु भएको छ। हामी चाहिँ यहाँ साह्रै शीतल हुन्छ हो, लास्टै शीतल क्या। परे कस्तो म बेटन लाएर कस्तो हिँड्न अप्ठ्यारो भइरहेछ होइन। हेर्नु न कस्तो शीतल, बाँसघारी भनेकै शीतल हुने ठाउँ हो क्या। ब्याम्बो पार्क अरे त्यसै यहाँ बस्ने अब के भन्छ थरान्छ रोटेपिङ।
यहाँ छैन के भन्छ लु बसेँ म बसेँ गफ हानौँ एकछिन नयाँ पर्स किनेको थिएँ झुलेङ्गे पुल पनि झुलेङ्गे पुल जाऊँ न अब म एकछिनमा मेला पुगेर म त सबै थोक देखाउँछु अब म फोटोसोटो खिच्छु है बाई बाई यस्तो गरिमा रिचार्ज कार्डै हिँड्नु गएको तल नपाएर दोकानमा हेर्नु न हौ बिजोक गर्मीमा पसिनै सरीको अब झुलुङ्गे पुल पनि पुग्छौँ होला होइन पुग्यो भने फोटो देखाउँछु अहिले हो निक्कु पुग्छौँ पुग्यौँ भने त ओ एयरप्लेन तपाईँहरूले चाहिँ देख्नु भएको छैन मैले चाहिँ देखिरहेको छु होइन टेकिदेऊ टेकिदेऊ है के हो साकी लगाएको थियो होइन स्याउला स्याउली 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 काम भयो गाइस काम भयो ल दोकान आइपुग्यौँ सकेको बल्ल हो यार बल्ल कति गर्मी पसिना छ उस्तै पेकु थाक्यौ यता हेर्दा नि हाई गर लाइक दिस भिडियो भन यस्तो गर्मीमा चाहिँ झुलुङ्गे पुल हेर्नु म जान सक्दिनँ एकैचोटि भएर मेला घुम्दाखेरि घुमेर आएर सबै देखाउने छु यहाँ चाहिँ भोक्से काब्रे आँप भोक्स्याउ सबै रहेछ फर्किँदा त भरे लिएर जानु पर्ला हाम्रो पाहुना Please don't click यार I will click wow बेबी ड्राइभर सो हामी चाहिँ गएको मेलातर्फ हेलो मेरो हात पुग्दैन सो अब उहाँ पुगेर देखाउँछु है अझै टाइम लाग्छ सो हामी चाहिँ मेला आइपुग्यौँ हिँडेको चाहिँ भिडियो पार्नु पर्यो सकिनँ कि बट स्टिल भिडियो चाहिँ बनाएँ मैले आई डोन्ट नो वाट टु डु ठुलो लाग्दो रहेछ हौ हाम्रो भन्दा त लास्टै ठुलो अति नै क्या सब देखाइदिन्छु ल म पर्खिनु देखाउँछु म के चाहिँ किनेर लगिदिनु यार घर कस्तो राम्रो राम्रो मैले पुतली चाहिँ किनौँ भन्दै थिएँ अब के गर्नु गर्लफ्रेन्डलाई किनिदिनु हो यस्तो चाहिँ हो सेउपाखा सेउपाखा मेला चाहिँ ठिक्ककै छ त्यस्तो ठुलो पनि छैन बट चाहिँ ठिक्कको छ माई गड बाटो त यस्तो राम्रो राम्रो मिठाई मिठाई के खाने हौ डोन्ट नो यस्तो यार यस्तो मायाले बनाएको चिज सबै थोक राम्रो ओ माई गड झुम्का चाहिँ किन्नुपर्ने थियो यार जस्तो देख्नुहुन्छ मेरो कानको नक्ली हो तर यो खुइलिन आँटिसक्यो त्यसै बुइलाई यो चाहिँ खेलाउनु पर्ला जस्तो छ है पान खाने सबै थोक राम्रो यहाँको चाहिँ म धेरै बोल्न नि सक्दिनँ रोटेपिङ थियो भने त म खेल्दै पनि होला होइन रोटेपिङ त्यति साह्रो छैन बट रोटेपिङ खेल्न मन थियो रोटेपिङ नै छैन रहेछ बच्चाको मिकी माउस छ देख्नेले देख्छ हेर्नेले हेर्छ बाल छैन मलाई अरूले जस्तोकै सोच्नु छैन म चाहिँ बाटोमा लड्छु
सेक्वा कर्नर, सेक्वा अन्डा तोङ्बा, स्पेसल्ली यहाँको के भन्छ सेक्वा सुँगुरको। तिमीलाई यस्तो मन पर्यो रे, हेर्नु न। हावा आयो किन्ने भयो अब। हावा आयो 100 रुपियाँमा आउँदैन। 100 रुपियाँमा देख्यौ। खाने हो नि के को घर लाने, घरमा कोही खाने होइन। यसमा चाहिँ के स्पेसल हाल्नुहुन्छ? यो डिजाइन डिजाइन बनाउनुहुन्छ? मसला पनि धेरै हुन्छ। ओ माई गॉड, खाएर 500 हुँदैन? 500 लास्टै ठुलो छ है। भिड नि हुँदो रहेछ, ठुलो लाग्दो रहेछ मेला पनि। ढोल कम्पिटिसन कसले जित्ने हो, के उठाउने हो? बुढा ठाकुर घडी पुल टाइम देखेको। हामी चाहिँ हिँड्दा जङ्गलतिर आइसक्यौँ। हावा खानेर बस्नेको चक्करमा हेर मेरो खुट्टाको हालत। यता मान्छे त रहेछ, धेरै त छैन, बट त्यही त बस्ने ठाउँ खोजेको क्या। बस्ने ठाउँ नभेटेर हेर्नु न, दिमाग तातिसक्यो। बस्ने ठाउँमा पनि सबजना बसिरहनु भएको छ। आफै त्यही मेला घुम्ने, त्यही बाटो जानुपर्ने। सिंहडाको झुरुङ्गे पुल। त 4-5 जनाको म दाँत झारिदिन्छु होला अहिले। के बसाइरहेको कस्तो गरीमा म त गएर पकाउँछु होला अहिले मुखेमा। कस्तो गरम भएको बेला होइन, पु बजाएको छ तिनीहरूको। म अब यहाँ यसो हिँड्ने ओर्ने घुम्ने, फेरि फर्किने, कामै छैन। उता कसैलाई भेट्न गएको भए पनि हुने, बाटो हौ। सो घुम्दैछौँ। म गफ पनि के गर्नु, यहाँ फर्स्ट भ्लग हो, भन्नु नि केही आउँदैन। गर्मीले पागल भएर हेर्नु नि। 100 रुपिसको 120 अरे बार्गेनिङमा पनि मैले पो हिसाबमा लिएको थिएँ। यसपालि 80 नभए 90मा लिउँ भनेको दिएँ। भ्यू चाहिँ माने मैले, धेरै नै राम्रो छ है। हाम्रो सुनझडा धेरै राम्रो छ। गर्मी चाहिँ उब्बल क्या, गाडीहरू नि पसाउने मिल्ने रहेछ। आजकै गर्मी, तर गर्मी चाहिँ पागल हुन लागिसक्यो। धन्न अरूको बेला भन्दा चाहिँ शीतलै थियो, अरू बेला भन्दा त शीतलै थियो कि। तर लास्ट क्या, म त फेरि गर्मी सहनै नसक्ने, पसिना आयो भने कपाल कस्तो भइरहेछ। यस्तो हुन्छ, आई कान्ट टेक इट। अब त फर्किनु पर्ने होला। अब हामी फर्किन्छौँ है, मेला नि घुमिसक्यौँ, फर्किने। अब उहाँ बोजूकोमा छिर्नु पर्यो, अलविदा दिने। बाई बाई, अब जाने हामी। र यो भन्दै म मेरो भ्लग अन्त्य गर्छु।